ल गाइस अब चाहिँ फाइनली रसोमा खानेपानी प्रोजेक्ट कम्प्लिट भयो। आज चाहिँ मिङमार आएको छ घुम्नुको लागि अनि आज चाहिँ हामी रसोगढी बोर्डर जाने हो। फर्स्ट टाइम कस्तो छ थाहा छैन, अब त्यहाँ हेरेर हामी घुमेर आउँछौँ। अनि राइडर मिङमार ऊ चाहिँ हिजो भर्खर काठमाडौँबाट आएको। लेट्स गो। फाइनली हामी चाहिँ रसुवाको यो टिम्बुरे भन्दा अलि तल, यो चाहिँ चाइनाबाट आउने खोला, यो चाहिँ चिसो पानी हो। अनि यतापट्टि चाहिँ फेरि तातो पानीको मुहान छ। फेरि यहाँ चाहिँ अब हेर्नुहोस् है, यहाँनिर चिसो पानी छ, अब यहाँनिर तातो पानीको मुहान छ। अब यहाँनिर बाफ उड्दैछ, यो नेचुरल्ली नै आएको छ। माथि भिरहरू छ अनि तातो पानीको मुहान। अनि तातो पानीमा हाम्रो दाजु नुहाउँदै हुनुहुन्छ। अब यहाँ अब पुरै बाफ उडिरहेको छ तातो पानीको। यो एकदम अमेजिङ छ यार। यो कसरी तातो पानी आउँछ यस्तो। मैले छोएर हेरेँ, मैले खुट्टा सुट्टा पनि धोएँ, तर यो 100 डिग्री सेल्सियस भन्दा तातो छ। यहाँ चाहिँ अन्डा चाउचाउ राख्यो भने क्षणभरमा पाक्ने रहेछ। यो चाहिँ तातो आइरहेछ, नेचुरली तलबाट तातो आइरहेछ। तातो छ, बाफ उठिरहेछ। त्यो कुनाबाट पनि आइरहेछ, त्यहाँबाट पनि आइरहेछ। पुरै नेचुरली बाफ उडिरहेछ। एकदम तातो छ यो पानी। मैले हात धोएँ, खुट्टा धोएँ, एकदम तातो छ। इट इज अमेजिङ। तातो छ दाइ, तातो छ। नुहाउने मेरो इच्छा थियो, तर आज चाहिँ सम्भव भएन। नेक्स्ट टाइम। ल गाइस, रस आउनुभयो भने तातो पानी नछुटाउनु होला। टिम्बुरे भन्दा अलि तल। अब टिम्बुरेमा अझै ठुलो छ अरे, त्यहाँ पनि पछि भयो भने हेर्छौँ। के छ त यसको बारेमा तपाईँलाई के थाहा छ त? यो कसरी छ तातो आएको पानी यहाँ? यो खासै यो नेचुरल हो। अब नेचुरल आफै यो मुनि चाहिँ मुख आएको थियो। पृथ्वी घुम्दाखेरि तातिएर चाहिँ आउने जस्तो लाग्यो। त्यही अब मुनिको घटनाहरू। अरू तपाईँलाई केही थाहा छैन है? मलाई त्यस्तो हुँदैन। अब विज्ञान चाहिँ पढेन, तातो पानी हुन्छ भनेर तातो पानी खाने गर्छु। अनि पिइदिनु भयो? ल दाइ, ल त्यस्तो बाफ्रिरहेछ। अहिले चाहिँ हामी टिम्बुरे भन्ने ठाउँमा आइपुग्यो। पानी छिटाउनु थाल्यो। खोलाको कन्टेनरहरू यो सबै चाइनाबाट आउँछ अरे यो सामानहरू। हेलो। अब यहाँ छ मिङमारमा आएको। अब यो चाहिँ के को बिल्डिङ हो मलाई थाहा छैन। यस्तो ठुलो बिल्डिङ छ है, मेबी पहिला सबसे कर आमा ठेली सबसे थियो या ला ता का की
लाने आउला कसं जाऊ काही पागाय मिळते अहो कसं जाऊ गावणे पाहिजे म्हणजे आम्ही आऊ कसं ल यो चाहिँ रसुवाको रिदिम गाउँ ल फाइनली रसुवागढी आयो अब यतापट्टि यो ड्याम अनि अब यता यस्तो भिर अब यो कालो डाँडा रक अब चाइनाको अब हामी बोर्डरमा पुग्नु लाग्यो ल यो सब चाइनाबाट आउने इभी गाडी ल हेर्नुहोस् मस्त छ मैले सोधेँ यहाँको मान्छेलाई अब यो सबै नेपालको सोरुममा जान्छ अरे यहाँबाट हावा कति साह्रो आएको हेर उडाउल जस्तै रहेछ त यो सबै आउने मानिसहरू बिमार हाउ डु यु फिल फिलिङ फन्टास्टिक मैले चाहिँ अलिक कस्तो हुन्छ ओभरमा छ होला सोचेको थिएँ तर अलिक खोलामै रहेछ बोर्डर नि हाय यो भिड के हो भिड यो रक के हो यार जिन्दगानी तरिका यो पारिपट्टिको बिल्डिङ चाहिँ अब यो चाहिँ ट्याक्स कलेक्सन अफिस बन्दैछ अरे अब यो बिल्डिङ के को हामीलाई थाहा छैन त्यसकै होला यो सबै अब चाइना छिर्ने ट्रकहरू पनि छ यो खाजा गरौँ होला सायद है सायद ल हेर है अब नेपालको बाटो यस्तो छ है हेर्नु है अब चाइनामा अब पहिला टेक्यो अब चाइनाको बाटो हेऱ्यौँ है अब चाइनाले अब यो वालमा पुरै यो वाल प्रोटेक्टरको रूपमा माथि जाली आएछ कि माथि सबै जालीले राखेको छ वाल प्रोटेक्सनको लागि र यो सब ट्रकहरू चाहिँ अब चाइनामा सामान लिन जानको लागि चाइनाको बाटो हेरौँ न हो चाइनाको बाटो हेरौँ चिल्लो बाटो छ हाल ओइ कालो भएछ यार म त कति चिसो हावा चलेको यार तरिका ल यो सब नेपाली ड्राइभरै हुन्छ अरे अब यो सब चाइनामा सामान लिन रेडी भएको अब यहाँ चेकिङ हुँदो रहेछ यो फुल चेकिङ गरेर पारी पठाउँछ अरे अब ल अब यो गाडी पास भयो अब यो गाडी पास भयो गयो अब सामान लिन ल अब यहाँबाट चाइना इन्ट्री यो गेटबाट अब यो पुलले वारिपरि क्रस गर्दो रहेछ यो पारीको सबै अब चाइना है मेन इन्ट्री गेट चाहिँ यहाँ रहेछ यो पुलभन्दा वारि नेपाल पारी चाइना ल यस्तो रहेछ है ल चाइना छिर्ने यो मेन पुल यही रहेछ तर कडा चेकिङ योभन्दा पारी हामी जान नपाइँदो रहेछ अब रसकै मान्छे हो भने चाहिँ पास लिएर 1-2 घन्टाको लागि जान पाइँदो रहेछ तर जिल्ला बाहिरको मान्छेलाई चाहिँ नो पास रहेछ ल मिङमारले अब अवलोकन गर्दैछ है जस
कस्तो लाग्यो बोर्डर मलाई ठिकै लाग्यो अहिले पारि जानु भएको भए चाहिँ मजा आउँथ्यो जस्तो छ अब यता चाहिँ अब खासै केही पनि छैन यहाँ चाहिँ राम्रो पारि। पनि मार्केट पनि छ कि है पारी त सम्झिने पानी छम्किने मात्रै रहेछ सकेको है पारि मार्केट रहेछ के अरे मान्छे गएर सामान किनेर आउँदो रहेछ यहाँको लोकलहरूलाई चाहिँ पाइँदो रहेछ रसुवा जिल्लाभरिकोलाई चाहिँ 1-2 घन्टाको लागि पास लिएर जान पाइँदो रहेछ त्यो पनि पुलिससँगै जाँदो रहेछ अनि टाइम टक्क सक्दाखेरि चाहिँ फर्केर फेरि वारी आउनु पर्ने रहेछ है मलाई कस्तो जान मन चाहिँ लाग्यो तर अब यसो गर रसुवामा जग्गा किन घर बनाऊ अनि बस्ने सराई गर अनि तिमी जाऊ त्यस्तो गर्ने विषय हानेर जाँदा हजुर दादा इच्छा पुरा भयो इच्छा पुरा भयो दादा चिसो हावा धेरै चलेकोले कालो कालो भयो यो भानुभक्त आचार्य हो कवि के हाम्रो दादा कवि कवि। हुनुहुन्छ यसो एक दुई लाइन लेखक चाहिँ यता हो तर टोपी चाहिँ मैले लगाइरहेको छु एउटा सायरी भन्दै नि त अब के फर्किने बेला हो के भन्नु यहाँ केही छैन लाली गुराँसकै ढकमक्क फुल्यो लाली गुराँसने भन्नुहुन्थ्यो है छैन छैन है अब पुल हेर्ने यहाँ हेऱ्यो भने त्यही पुल हेर्ने रहेछ पारेको बिल्डिङ हेर्ने रहेछ त्यो बिल्डिङभित्र छिर्न नपाउने रहेछ है पारेको बिल्डिङ हेर्ने घुटुक्क थुक्निने अब फर्किने हामी अब यहाँ खाजा पसल छ खाजा पसलमा ल। चिया खाने जाने जाने ल बाई बाई छैन ताम भिडियो सिधि मोथो न है सिम्बु तिमी याङमा यहीँ खर्च सोच सुम्मालाङलाई मलाई याङमा सिम्बु मालामा सो चाहिँ के रे सो रोगा ए न कहाँ पुग्यो यार मलाई थाहा छैन सो आज खासमा तातो पानी हिँडेको हामी तर धेरै माथि आइसक्यो यार 3000को अल्टिट्युडमा पुग्यो हामी अनि अब चाहिँ हात रोटिराउनु थाल्यो अब घुँडा रोटिराउनु थाल्यो जुत्ताभित्र ठेराउनु थाल्यो 3000मा पुग्यो अब सास पनि बढ्नु थाल्यो अब हिमालयन क्षेत्रमा आफ्नै संसार छ ल गाइज हामी अहिले 3500को अल्टिट्युडमा आइसक्यौँ रसुवाको हामी यता ड्याम साइडमा अमेजिङ संसार छ अब यी सबै अब नेटवर्कहरू सबै गयो अब नेपालमा पनि यस्तो छ ठाउँमा अब नेटवर्कै सबै गयो अब यहाँ नेटवर्कले कामै नगर्दो रहेछ सो अब यो भिड कहाँ हो यो आँखा चाहिँ छोला जस्तो छ है तेरिका आँखा चाहिँ छुन्छ जस्तो छ यार अमेजिङ यहाँ चाहिँ यो पानी फ्रिज नहोस् भनेर यो फर्मले यसरी बाहिरबाट ऱ्याप गर्दो रहेछ ल हेरौँ है गएपछि यो रकबाट पानी निस्किरहेछ कहाँ छ खोला यहाँ ल
हेरौँ है अब यो रकबाट पानी आइरहेछ यार यो अमेजिङ भयो नि त लु हेरौँ माथि आकाश र रक भन्दा केही छैन अनि राइडर चाहिँ मिस्टर मिङमा हो उसले यहाँसम्म गाइड गरेर आयो तर यो 4000 अल्टिच्युडमा चाहिँ हामी चढेकोले एकदम सास बढ्नु थाल्यो क्या अनि माथिबाट हिम पहिराउने धेरै चान्सेस रहेछ यो चाइनाबाट आएको पानी होला त्यस्तो छ अब यो चाहिँ ड्याम हो यो चाहिँ हामी खास तातो पानी हेरेर आएको तर हामी अलि माथि जाउँ भन्दा हामी ड्याममा आइपुग्यो ल अब यहाँबाट त्यो रकबाटै पानी आइरहेछ फाइनली हामी चाहिँ सन्जेन खोलामा पुग्यो दिस इज द सन्जेन खोला लु ड्याम हेरौँ ड्याम लु चाइनिजले बनाएको ड्याम यस्तो छ त्यो कति सेल हो नि मिस्टर मिङमा पानी पिउने भन्दैछ तर यो पानी पिउन योग्य छ कि छैन अरे फुल यार फुल यो रोपे हो कि नेचुरल हो होला दर्शनमा अरे यार अरे बा फुल हेरौँ न फुल यो नेचुरलै होला यार चिसो नहो भनेको मैले तिमीलाई अघि नै ल है पारिबाट चाइना छ है वारिबाट नेपाल यी सबै उनीहरूले त्यहाँ उडाएको छ हैट के हो यस्तो यार बाप रे बाप रहेछ हामी चाहिँ एकछिन माथिसम्म हेर्न जान्छौँ यता यो बारी चाहिँ चाइना रहेछ सिमाना रहेछ अघि तल डक्टर जुन रहेछ यस्तो बारी रहेछ अनि हामी यता नेपालमा छौँ यता चाहिँ चाइना रहेछ चाइनाको हिमाल भिडियो जान्छ फुल यार फुल नाम हो ओइ अरे बाफ रे बाफ चाइनाबाट आएको खोला रे यार सन्जेन खोला हामी त हराउनु लाग्यो त यार सन्जेन खोला यता हेर्दै बारी चाइना वारी नेपाल यो झऱ्यो भने के होला यो चाहिँ माथिबाट हिम पहिरहेको रहेछ है माथिको सबै रकबाट चाहिँ यसरी बेला बेला हिउँ पहिरो आउँदो रहेछ अनि यो चाहिँ सब माथिबाट आएको हिउँ पहिरो हिमालयन एरियामा चाहिँ हिम पहिरो चाहिँ एकदम मोस्ट डेन्जरस हुँदो रहेछ मिस्टर मिङमा हजुर से समथिङ अब नजाउँ नजाने अब हामी हराउन पनि सक्छ अहिले है किनभने हाम्रो नेपालको जिपिएसले काम गरेको छैन यहाँ सबै जिपिएस चाइनाको छ ल माथिबाट पनि हिउँ पहिरो आइरहेछ है
यो चाहिँ एकदम रिस्क हुन्छ अरे यी माथिबाट आइरहेछ हाइट ल नेपाल र चाइनाको बोर्डरबाट अनि यो रकको फेदबाट यो ठाउँबाट मेरी उनीलाई मैले सम्झिरहेछ मैले नि मेरो मायालाई सम्झिरहेको छु यहाँबाट हेर्नु माया समय भएको भए संसार यस्तो छ ठिकै छ माया एक दिन घुम्न आउला के छ र जिन्दगी लामो छ एक दिन ल्याएर आउला तिमीलाई अनि तिमी र म दुईजना बसेर इन्जोय गरौँला होइन माया जिन्दगी लामो छ नि यो भित्तातिर सानो सानो फुलहरू फुलेको छ यो फुलहरू मेरो मायालाई आई रियल्ली मिस यु मेरो माया तिमी ओखलढुङ्गामा छौ म यहाँ छु हेर्नु यो फुल कति राम्रो छ दिस इज फर यु तर के गर्नु टिप्न सम्भव छैन आई रियल्ली मिस यु मेरो माया हेर न हो कति राम्रो फुल हिमालपारीको देशमा छु म हिमालपारीबाट विशेष मान्छेलाई सम्झिरहेको छु मेरो माया यो फुल तिमीलाई है कति राम्रो फुलेको छ हेर्नु मेरो माया यो फुल साँच्चै तिम्रो लाग्यो कति राम्रो छ